Welcome to my YouTube Special channel. day. New Year, January 1st, 2082. Please watch the video until the end. Subscribe my channel. के पाउने वाला छैन सब्स्क्राइब गरे बापत के बोल्दिम न चाहिँ मसिना आइसक्यो है। आज चाहिँ हाम्रो यात्रा थियो 70सम्मको यात्रा थियो। तर 70 चाहिँ हामी चाहिँ बस्नु पाएनौँ हैन। डाइरेक्ट चाहिँ मसिना जाने कुरा भयो। मसिना आएका छौँ। हाम्रो चाहिँ 10-12 जनाको ग्रुप छ। सँगै मसिना दहमा चाहिँ के कस्तो छ भन्दाखेरि चाहिँ हामी देख्न सक्छौँ हैन। अगाडि जाँदैछौँ। नमस्कार छ। सँगै नयाँ वर्षको 2082 सालको सबैजनालाई शुभकामना छ। आजको भिडियो स्टार्ट हुँदैछ मेरो चाहिँ यहाँ मसिना दहदेखि चाहिँ हाम्रो यात्रा थियो 70 तर चाहिँ हामी थोरै अगाडि आइसकेका छौँ। र यो जुन तपाईँहरूले पछाडिको सिनहरू देख्नुहुन्छ यता पोखरी छ। यता चाहिँ पोखरी छ भने चाहिँ यो पोखरीमा चाहिँ पानी कहिले सुक्दैन। यो मेरो भनाइ होइन कि बासिन्दाको भनाइ छ। यसमा चाहिँ अचम्म कुराहरू रहिरहन्छ है। यसमा चाहिँ पात नरहने यस्ता चाहिँ कुरा पनि आफ्नो ठाउँमा छ। तर हामी चाहिँ मसिना दहमा आइसक्यो नि यता चाहिँ अलग्गै रमाइलो हुन्छ। सँगै हामी देख्छौँ पोखरी चाहिँ विकासहरू गरिरहनु भएको छ है। हाम्रो ग्रुप चाहिँ छ 10-12 जना हामी ग्रुप छौँ। कसै चाहिँ आउँदै हुनुहुन्छ नि कोही चाहिँ हामी यो छ। र सँगै हामी यो साइडमा देख्न सक्छौँ हाम्रो चाहिँ यो शौचालय चाहिँ निर्माण गर्नु भइरहेछ। शौचालय बनाउनु भएर चाहिँ एकदमै खुसी लाग्यो। भवनहरू बनाउनु भएको छ। जुन चाहिँ यहाँ पहिले एउटा भिडियो पनि रिलिज भएको थियो। यहाँ चाहिँ टिचरको हाम्रो बुद्ध सरदेखिबाट रिलिज गर्नुभएको थियो। यो एकदमै राम्रो ठाउँ छ मसिना दह भन्ने बित्तिकै हाम्रो चाहिँ यो साइड मन्दिर छ। मन्दिर चाहिँ देखाउन अलि पाएँ भने चाहिँ यो साइड देखेर देखाउने छु। र उता चाहिँ यो कोपचरामा हामी देख्छौँ मन्दिर छ। जुन ढुङ्गोको यता साइडमा मन्दिर बनाएछ हामी चाहिँ त्यहीँ गएर देखाउने छौँ। यो रहेको छ एउटा मन्दिर। त्यही पनि म अगाडि जाँदैछु। हाम्रो चाहिँ मसिनाको यो राउन्ड हान्ने कुरा भइरहेको छ। अब तपाईँलाई म देखाउने छु प्रत्यक्ष रूपमा चाहिँ। सँगै यो मसिना दहमा यो चाहिँ यता थोरै बाटो चाहिँ अलि नराम्रो छ किनकि यो हिँड्ने बाटो चाहिँ होइन। त्यही पनि हामी हिँड्दैछौँ।
चाहिँ मन्दिरै हो हामीले एकदमै मसिना त रहेछ भेरी बेस्ट होइन इङ्ग्लिस चाहिँ आउँदैन यिनीहरू इङ्ग्लिसमै भनिदिन्थे नेपाली पनि त्यति आउँदैन नेपालीमा पनि भन्छु है यदि तपाईँहरू चाहिँ ठुलुलुम्पेक आउन चाहनुहुन्छ भने गाउँ घुम्नुहोस् गाउँ घुमेपछि चाहिँ तपाईँहरू चाहिँ यो मसिना दह बुढी सतौती र सानो सतौटी भन्ने चाहिँ ठाउँ रहेको छ सानो सतौटी चाहिँ पालीको हो है र चाहिँ ठुलो सतौटी चाहिँ माथि पर्छ यदि तपाईँहरू चाहिँ ठुलुलुम्पेकमा आउँदै हुनुहुन्छ यहाँ आउँदै हुनुहुन्छ भने प्लिज एकचोटि मसिना दह ठुलो सतौटी सानो सतौटी चाहिँ प्लिज घुम्नुपर्छ तपाईँहरू चाहिँ घुम्नुपर्छ एकदमै घुम्ने ठाउँ हो छोड्ने ठाउँ होइन दर्शन टाढैदेखि दर्शन गरेँ मन्दिर चाहिँ यही मसिना दहको मन्दिर चाहिँ उता पनि छ तपाईँलाई पहिले देखाइसकेँ अब चाहिँ जान्छौँ र मैले भनिरहेँ अहिले चाहिँ धेरै विकास भइसकेको छ पहिलेको भन्दा धेरै परिवर्तन भइसकेको छ र सम्पूर्ण चाहिँ आउनु होला भन्ने अनुरोध गर्दछु र सँगै हामी चाहिँ अब जाने यात्रा गर्दछौँ ओके बा ल भिडियो स्टार्ट भयो केटा ल के खेल्ने खेल्ने केटा हामी चाहिँ सतौरी आइसकेको छौँ हाम्रो सतौरी अगाडि दर्शक गरेर हेर्न चाहिँ सक्नुहुन्छ छैन कि छुट्टी छैन के त कतिवटा पछाडि नै छ छोर राख्यो कतिजना पछाडि नै छ सो गाइस गर्मी गरेर यार लाग्छ यार बल्ल जाएको सबै बल्ल जाएको यो वर्ष बल्ल जाउँ म छोटो केटा म केटा ल हाम्रो चाहिँ यो 5 नम्बरदेखिको लाग्छ है 5 नम्बरको चाहिँ पञ्चे बाजा एउटा टेन्ट हाम्रो चाहिँ एउटा टेन्ट दिन सक्छौँ मलाई क्याम्पको लागि चाहिँ ल यतिको के लाग्छ तपाईँलाई यतिको यहाँ चाहिँ मान्छे हुनुपर्छ भन्ने मलाई लाग्छ है यतिकै ठिकै हो अझै हुनुपर्छ मान्छेहरू चाहिँ एकदमै बबाल भिड छन् हामी देख्न सक्छौँ कसैले खाना खाइरहनु भएको छ आफ्नै अलग अलग छ है र हाम्रो मेन भिडियो रहनेछ यताको रहनेछ र यता यो के को अरे यो के को लागि बनाइएको अरे के को पार्क अरे यो तपाईँको भन्नुपर्दा चाहिँ एउटा हाम्रो यो माओवादी स्टुपहरू हुन्छ नि यो मूर्तिहरू हो त्यसको कलेक्सन हो 10 जुन नाम लेखिएको छ राम्रै छ तर यसमा चाहिँ केही आउनुपर्छ है के साल ठेकै छैन जानु कहिले हामी चाहिँ भर्खर चाहिँ हामी चाहिँ छैन हामीसँग करिब बिहानदेखि चाहिँ यात्रा गरे त भर्खर भेट भयो हाम्रो चाहिँ आम्ने सामने र जुन हिमाल देखिनु पर्ने हिमाल देखिएको छैन एकदमै दुःख लागिसक्छ है यो चाहिँ डाँडा जुन छ सबै हिमाल देखिने डाँडा हो हाम्रो केटाहरूको ग्रुप यो
गाइस म बोलिरहेको छु अब साउन्ड आउँदैन थाहा भएन यो चाहिँ चिया खेती चाहिँ भइरहेछ अझै यसमा चाहिँ मलजलहरू पानीहरू चाहिँ हाल्नुपर्छ भन्ने मेरो सुझाव सल्लाह घन्टी बजाउनु गएर मैले चाहिँ पहिला पनि भिडियो बनाउँथेँ थिएँ र आजको थोरै स्पेसल रहने चाहिँ किन चाहिँ आज चाहिँ मानिसहरू चाहिँ बढी हुने गर्छन् त्यो होइन यो चाहिँ पानी सिस्टम चाहिँ यो अहिले बनाउनु भएको रहेछ यो हामी देख्छौँ नयाँ नयाँ छ पानी सिस्टम गरेर चाहिँ मलाई थोरै राम्रो छ है राम्रै देखेको छ यसमा मेरो भन्नु केही छैन र हाम्रो चाहिँ यता मूर्तिहरू छन् मूर्तिहरूको बारेमा चाहिँ तपाईँहरूलाई पनि केही थोरै भन्न चाहन्छु जुन चाहिँ पछिल्लो समयमा चाहिँ म नेपाल बाहिर भएको ठाउँमा हुँदा चाहिँ मूर्तिको लागि चाहिँ बसेर चाहिँ यसरी गुराँसकै मूर्ति कोर्नु भएको थियो यहीँ नै बसेर यहीँ नै कोर्नु भएको थियो यसको बारेमा पनि तपाईँलाई म भन्ने छु एकैछिन यो चाहिँ हाम्रो तरिका हो है गाइस लेके त क्या यहाँ भित्र जानु त मूर्ति हान्नु पर्यो नि सो गाइस म मूर्तिको बारेमा चाहिँ के भन्न चाहन्छु
क्यों न जाए तू होरी रे रसिया खेलन क्यों न जाए तू होरी रे रसिया सारी हुई ना कहाँ है मधुरी की दुल्हनिया और वो